सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क। अहिले बिहानको 8 बज्यो। यो समय किसान पाइप प्रोडक्ट्स प्रालीको हो। राष्ट्रको शान किसान, अ कम्प्लिट पाइपिङ सल्युशन्स। तपाईँ उज्यालो रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ। अब सुरु हुन्छ कार्यक्रम देश परदेश। नमस्कार, कार्यक्रम देश परदेशमा तपाईलाई स्वागत छ। म महेश गेवाली। देश विदेशको रोजगारी र व्यवसाय, रोजगारीका क्षेत्र र सम्भावना तथा श्रमिकका समस्या र व्यवस्थापनका पाटाबारे छलफल गर्ने यो कार्यक्रम हरेक मंगलबार बिहान 8 बजे उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जका साथै देशका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। यो कार्यक्रमको पुनः प्रसारण आज बेलुकी 8 बजे सुन्न सकिन्छ। हरेक वर्ष लाखौं नेपाली युवा रोजगारीको खोजीमा विदेशिने गरेका छन् र उनीहरूले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्रलाई ठूलो टेवा पुर्याएको छ। तर यसको अर्को पाटो पनि उत्तिकै गम्भीर छ। श्रम स्वीकृतिदेखि म्यान पावर कम्पनी मार्फत हुने ठगी, श्रम सम्झौताको अभाव, गन्तव्य मुलुकमा श्रमिकको सुरक्षा तथा दुर्घटना, न्यायमा पहुँच, डिजिटल सेवाको प्रभावकारिता र विदेशबाट फर्किएका श्रमिकको पुनः एकीकरण जस्ता विषयहरू सदैव बहसको केन्द्रमा छन्। सरकारले विभिन्न नीतिगत सुधार र डिजिटल प्रणाली लागू गरेको दावी गरिरहे पनि श्रमिकका समस्या किन यथावत छन्? वैदेशिक रोजगार प्रणाली कहाँ कमजोर छ? श्रमिकलाई सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारी सुनिश्चित गर्न अब के कस्ता सुधार आवश्यक छन्? वैदेशिक रोजगार व्यवस्थापनलाई कसरी थप पारदर्शी र प्रभावकारी बनाउन सकिन्छ त? आजको देश परदेशमा हामी वैदेशिक रोजगारका वर्तमान चुनौती, नीति, कार्यान्वयन, श्रमिक अधिकार र समस्या समाधानका विविध आयामबारे श्रम तथा आप्रवासन विज्ञ महेश्वर नेपालसँग कुराकानी गर्छौं। वैदेशिक रोजगारका वर्तमान चुनौतीहरूबाट कुराकानी सुरु गरौं। भोग्नुपर्ने मुख्य समस्या भनेको चाहिँ वैदेशिक रोजगारीमा जान चाहनुभएका साथीहरूले चाहिँ त्यो मागपत्र डिमान्डहरू कसरी आइराखेका छन्, अनि सही हो कि होइन, गलत हो कि होइन भन्ने कुराहरू चाहिँ छुट्याउन नसक्नु एउटा कुरा छ कि। यहाँ कस्तो भइदियो भने म विदेश जान खोजिराखेको छु, मैले चाहिँ अब सिधै मेरो यदि रिक्रुटमेन्ट एजेन्सी म्यान पावरसँग चाहिँ पहुँच भएन भने मलाई कसैले भनेको भएर मैले उसको कुरा विश्वास गर्छु, अनि मसित सिप हुँदैन, मसित केही पनि हुँदैन, तर मलाई विदेश जानु परेको हुन्छ होइन। त्यो भइसकेपछि अब एउटा सजिलो खोज्ने हो सबैले, कसरी चाहिँ सजिलो काम पाउन सकिन्छ। सजिलो खोज्दै गर्दाखेरि चाहिँ अनि उनीहरूले पनि के भन्छ भन्दा, पठाउन खोज्नेहरूले पनि अब नेपालमा त अहिले एजेन्ट त छैन, एजेन्ट नभए पनि अब तिनीहरूले काम चाहिँ गरिरहेका छन्। एजेन्ट छैन भन्नुको मतलब चाहिँ के हो भने पहिला सरकारले नै मान्यता दिएर राखेका थिए म्यान पावर एजेन्सीहरूले भने, अहिले चाहिँ त्यस्तो चाहिँ छैन। त्यस्तो नहुँदै गर्दा उनीहरूकै माध्यमबाट चाहिँ त्यो म्यान पावर समक्ष पुग्दै गर्दाखेरि त्यो श्रमिकले सही सूचनाहरू, सही जानकारीहरू चाहिँ राम्रोसित पाइरहेको हुँदैन। यहाँ एउटा काम भनिन्छ अनि एउटा तलब सुविधा भनिन्छ। त्यो भनेपछि के हुन्छ भन्दा त्यो जसले डकुमेन्ट जसको हातमा लिएर परेको छ उसले त्यसरी चाहिँ त्यो म्यानिपुलेट गर्दै गर्दाखेरि उसलाई चाहिँ पैसा बढी लिनको लागि, किनभने एउटा झुटो आश्वासन दिँदै गर्दाखेरि मान्छेले त हो क्यारे भनेर पत्याउँछ। अनि त्यो पत्याउँदै गर्दाखेरि अनि इन्टरभ्यू दिन जान्छ, जाँदै गर्दाखेरि उसले अर्को कुरा थाहा पाउँछ। त्यहाँनिर पुगेपछि चाहिँ काम चाहिँ अर्कै पो रहेछ भनेर कुरा गर्न थाल्यो भने यतिको काम पनि बल्ल बल्ल पाइरहेको छ भाइ, अब जाने हो भने जाऊ, नत्र चाहिँ ठिकै छ, के भन्ने हो र, अब यत्रो वेट गरेर तिम्रो लागि लिएर आइदिएको यस्तो भन्ने कुरा हुन्छ कि। अनि त्यो व्यक्ति वहाँ पुगिसकेपछि चाहिँ अनि धेरै कुरा त्यहाँ पुगेपछि थाहा पाउनुहुन्छ। यहाँ कम्पनी भनिन्छ, विदेशमा वैदेशिक रोजगारीमा जाने अदक्ष श्रमिकहरू, विशेष गरी निर्माण क्षेत्र, सफाई लगायतका उसमा जाने श्रमिकहरू भनेको चाहिँ सप्लाई कम्पनीहरू भनिन्छ होइन।
आउटसोर्सिङ गर्छन् त्यहाँका कम्पनीहरूले, ठुल्ठुला कम्पनीहरूले आउटसोर्सिङ गरेर स्टाफहरू राखेर चाहिँ काम गराइराखेको हुन्छ। अनि यहाँबाट गइसकेपछि मलाई त डाइरेक्ट कम्पनीमा भनिएको थियो, यहाँ चाहिँ सप्लाईमा हाल्यो भनेर चाहिँ त्यसरी कुरा गर्नुहुन्छ। जब कि 90% ट्रेडिङ कम्पनीहरू नै हो बाहिरतिर काम गर्ने, होइन। केही कम्पनीहरू हो जहाँ चाहिँ डाइरेक्ट स्टाफ हायर गरेर लिएर गएर काम गर्ने चाहिँ त्यसरी छ। त्यो हुँदै गर्दाखेरि चाहिँ श्रमिकले आफू जाने कम्पनी, आफू जाने देश, होइन, आफूले गर्ने काम, अनि आफ्नो सिप, होइन, अनि त्यहाँको भाषागत कुराहरू चाहिँ त्यो कुराहरू केही पनि बुझ्नु हुँदैन। यहाँबाट बस विदेश जानु पाए पुग्यो भनेर जाँदै गर्दाखेरि चाहिँ अनि समस्यामा पर्ने चाहिँ त्यस कारणले पनि हो कि यहीँ सबै कुरा बुझेर जानुभयो, होइन। म वैदेशिक रोजगारीमा पुगिसकेपछि मलाई म श्रम लिएर, श्रम स्वीकृति लिएर म विदेश जानुपर्छ। मलाई वैदेशिक रोजगारीमा पुगिसकेपछि केही अप्ठ्यारो हो भने मैले एम्बेसीसँग पनि कुराकानी गर्न सक्छु। यता नेपालमा पनि वैदेशिक रोजगार बोर्ड छ, के अरे विभाग छ, विभागमा पनि मैले मेरा कुराहरू चाहिँ राख्न सक्छु भन्ने ज्ञान लिएर जानुभयो भने अलिकति अझ सहज हुन्छ क्या उहाँहरूलाई। किनभने यहाँ केही भनेका कुराहरू तलमाथि अथवा उहाँको कन्ट्र्याक्ट पेपरमा लेखिए बमोजिम उहाँले राम्रोसित पढेर साइन गरेर जानुभएको छ र उता पुगिसकेपछि सेम काम पाउनु भएको छैन भने उहाँहरूले त त्यो कम्प्लेन गर्न सक्नुहुन्छ नि त। यहाँ यदि उहाँहरू विदेशमै हुनुहुन्छ भने पनि उहाँका परिवारहरूले, उहाँका आफन्तजनहरूले चाहिँ आवश्यक कागजात प्रमाणहरू लिएर वैदेशिक रोजगार विभागमा गएर उजुरी गर्नुभयो भने विभागले केही सहयोग गर्नुपर्छ त्यसमा। तपाईँले एउटा सूचनाको मिसलिडिङले गर्दाखेरि उहाँहरूलाई समस्या हुन्छ भन्ने कुरा बताउनु भयो, जसले गर्दाखेरि यहाँबाट विदेश गइसकेपछि र समग्र विदेश गइसकेपछिको अवस्थामा चाहिँ उहाँहरूले पटक पटक अथवा चरण चरणमा समस्या भोगिरहनु पर्छ भन्ने कुरा तपाईँले प्रश्न पार्नुभयो। नेपालमै पनि विदेश जानुभन्दा अगाडिदेखि लिएर त्यो विदेश जाने प्रक्रियाका कुराहरूमा पनि अथवा अन्य क्षेत्रहरूमा, श्रमका क्षेत्रहरूमा चाहिँ देखिएका समस्याहरू, अब कहीँ अब त्यो भनौँ न, अब यो सिपकै लागि अलिकति बढी शुल्क तिर्ने, होइन, अब श्रम लिँदाखेरि श्रमिकहरूले थाहा नपाएका कुराहरू लगायत, होइन, मुख्य चाहिँ तीहरू चाहिँ के छन् त्यसमा? चाहिँ पहिलो त अब आफूले जाँदै गर्दाखेरि नै धेरै कुराहरू यहीँबाट बुझेर जानुपर्ने हुन्छ। अनि अब सजिलो छ नि, अहिले तपाईँको सबैको हातमा स्मार्टफोनहरू बोक्छौँ हामीले, होइन। अनि त्यो स्मार्टफोनकै कारण चाहिँ ठगिने साथीहरू पनि हुनुहुन्छ। किनभने विदेश जान खोजिराखेर चाहिँ फेसबुक लगायतका उसमा चाहिँ यसो सर्च गर्नुभयो भने अल्गोरिजमले त्यही नै देखाइदिइरहन्छ, होइन। अनि त्यसैबाट चाहिँ हो कि क्या हो भनेर त्यसरी त्यो फसिराख्नु भएको साथीहरू नि हुनुहुन्छ। टिकटक हेरियो भने पनि टिकटकमा पनि त्यस्ता भिडियोहरू हामीले देखिरहेछौँ। त्यो टिकटकमा पनि म पनि जान चाहन्छु भनेर त्यो उनीहरूले भनेकै भरमा मात्रै आफू पछाडि लागिराख्दा गर्दाखेरि चाहिँ त्यहाँनिर त कसैले विदेश पठाउँछु भनेर भन्दै गर्दा त हामीले लट नम्बरहरू माग्नुपर्ने होला, होइन। हामीसित स्मार्टफोन छ भने त अब के अरे त्यो लट नम्बर कसरी चेक गर्ने भनेर गुगलमा सर्च गरियो भने पनि त्यहाँ पेजहरू खुल्छ। यदि उहाँले जान्नु भएन भने पनि हाम्रो परिवारमा का सदस्य छोराछोरी कहिले न कहिले त पढिराख्नुहुन्छ नि त, पढेकै हुनुहुन्छ। उहाँलाई चाहिँ छरछिमेकमा पनि हुनुहुन्छ, घरमै हुनुहुन्छ। उहाँहरूसितबाट पनि अलिकति सहयोग लिएर यो चाहिँ सही हो कि होइन, कसरी चेक गर्ने रहेछ, यो सिकाइदिनुहोस् न भनेर भन्नुभयो भने त उहाँहरूलाई त्यो त्यहीँबाट पनि धेरै कुराहरू थाहा हुन्छ। अनि उहाँहरूले हेर्नुभएका इन्फर्मेसनहरू चाहिँ सही हो कि होइन भन्ने कुरा त्यहाँबाट भेरिफाई गरेर जानुभयो भने पनि धेरै कुराहरू चाहिँ थाहा पाउन सक्नुहुन्छ। त्यो नै हो कि अलिकति आफू पनि विदेश जाने भनेर भन्दै गर्दा आफू आँखा चिम्लेर बस्ने होइन कि आफूले पनि के कामको लागि जाँदा चाहिँ उपयुक्त होला, होइन। त्यहाँ चाहिँ अब गाउँ छरछिमेकबाट पनि कोही न कोही त गइराख्नु भएकै होला, अनि यो चाहिँ ठाउँ कस्तो होला भनेर चाहिँ सोध्न सक्नुहुन्छ। अहिले त फेसबुकमा पनि विभिन्न ग्रुपहरू खुलिरहेका छन् नि त, होइन। त्यो ग्रुपहरू यसो पहिचान गरेर चाहिँ त्यहीँ यो ठाउँमा यस्तो के हो भनेर हाल्नुभयो भने त्यहीँ पनि साथीहरूले चाहिँ आफूले देखेका भएका बुझेका कुराहरू त्यहीँ पनि गर्नुहुन्छ र त्यसलाई नि यसो भेरिफाई गर्दै जानुभयो भने त्यहाँबाट पनि सचेत रहन चाहिँ सजिलो हुन्छ। अलि बढी सचेत हुनु पर्यो एकदमै। वैदेशिक रोजगार प्रणालीको कुराकानी गर्दाखेरि यो सुरक्षित हुँदै गएको छ कि अलि पहिलेको तुलनामा जटिल छ कि के छ अहिलेको अवस्थामा चाहिँ? अब अहिले सुरक्षितलाई पनि कसरी मान्ने, केलाई मान्ने भन्ने जस्तो पनि छ कि एक हिसाबले यसो बुझ्दै गर्दाखेरि हाम्रा गन्तव्य देशहरूमा चाहिँ आन्तरिक कारणले गर्दाखेरि केही समस्याहरू सिर्जना भएको कुरा थाहा छँदैछ, होइन। त्यसले गर्दाखेरि रोजगारीको क्षेत्र कतिपय साथीहरूले त रोजगारी पनि गुमाएर अहिले नेपाल फर्किनु भएको छ। कति साथीहरू लामो छुट्टीमा कम्पनीहरूले पठाएका छन्, विशेष गरी हस्पिटालिटीको क्षेत्रमा। अब यहाँबाट पठाउँदै गर्दाखेरि चाहिँ धेरै हाम्रो अपेक्षा चाहिँ के हो भने यसलाई अलिकति सुरक्षित चाहिँ बनाउन सके हुन्थ्यो। केही रोजगारदाताहरू राम्रा हुनुहुन्छ, होइन।
अनि यसलाई कसरी लिने भन्ने भइरहेको छ कि सुरक्षित चाहिँ हुनुपर्छ भनेर यो लामो समय भयो यसको बहस भइराखेको होइन। सुरक्षित मर्यादित हुनुपर्छ भनेर भन्दै गर्दाखेरि हाम्रै नेपालकै व्यवसायीहरूले पनि यसलाई सुरक्षित र मर्यादित बनाउन नसक्नु भएको हो कि होइन। अनि हाम्रो ब्युरोक्रेट्सले पनि त्यहाँनिर चाहिँ चलखेल गर्ने ठाउँ राखेरै व्यवस्था गर्नुभएको हो कि हाम्रो नीति निर्माणको तहमा बसेका जो हुनुहुन्छ उहाँहरूले चाहिँ यो भुइँ मान्छेका कुराहरूलाई चाहिँ व्यवस्था पो गर्नुभएको हो कि भन्ने चाहिँ लाग्छ कि। अनि अब यो चाहिँ सुरक्षित हुनुपर्छ भनेर मर्यादित बनाउनुपर्छ सुरक्षित हुनुपर्छ भनेर बहस चलेको त लामो समय भइसक्यो। अब कहिलेसम्म चाहिँ यही बहस गरेर बसिराख्ने भन्ने कुरा हो कि। यसमा पनि अघि हामीले प्रविधिको कुराकानी गऱ्यौँ। सबैको हात हातमा प्रविधि पुगेको छ, सचेत मान्छे पनि हुनुपर्छ जाने मान्छेहरू। उहाँहरूको त्यो स्तर पनि बढेको छ पहिलेको समयमा भन्दा अहिलेको समयमा प्रविधिको पोजमा भइसकेपछि उहाँ अलिकति आफूलाई अपलिफ्ट पनि गर्नुपर्ने हुन्छ एउटा कुरा। अर्को कुरा भनेको वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटेको छैन, वर्षै नै बढिरहेको छ होइन। त्यो दर बढिसकेपछि सरकारले पनि त्यहाँको उहाँहरूको सुरक्षाको लागि अलिकति प्राथमिकतामा राखेर काम गर्नुपर्ने हो, जुन भएको छैन। अर्को कुरो रेमिट्यान्स पनि वर्षै नै हिसाबले बढिरहेको छ। सबै कुरा हेर्दाखेरि चाहिँ यो वैदेशिक रोजगारीप्रतिको उत्साह र आकर्षण चाहिँ बढिरहेको छ, तर समस्या चाहिँ किन घटेको छैन? मुख्य कुरा त यो भनौँ न, प्रश्न त यही छैन अहिलेको समयमा। प्रश्न यो त्यही त एकदम जटिल नै छ कि यहीँबाट हामीलाई विदेश पठाउँछु भनेर भन्दै गर्दाखेरि वैदेशिक रोजगारीका क्षेत्रमा कामहरू गर्दै गर्दाखेरि चाहिँ यो समस्या यो धेरै एक त अब यहाँ अवसरकै खोजीमा जाने हो सबैजना होइन। तपाईँले भन्नुभयो कोही अध्ययनका लागि गए पनि जुनसुकै प्रायोजनका लागि गयो भने हाम्रो उद्देश्य भनेको सोसल सेक्युरिटी सोसल प्रोटेक्सन खोज्नका लागि हामी गइरहेका छौँ। त्यो कहाँनिर गएर जोडिन्छ भन्दा आर्थिकसँग गएर जोडिने हो। यी सबै कुराहरू अर्थसँग जोडिन्छन्। अनि समस्याहरू पनि त्यहीँ नै छन्। फेरि जति धेरै भयो त्यति धेरै नै समस्याहरू चाहिँ आउने हुन्छ। अब यो पाटोलाई कसरी गर्न सकिन्छ भन्ने चाहिँ एकदमै त्यो जटिल नै छ कि। हामी एक त जाने मान्छे पनि अवेरै हुनुपर्छ। अनि पठाउने उयोहरू हाम्रो एजेन्सीहरूले पनि त्यहाँका रोजगारदाताहरूसँग त्यही अनुसार राम्रो तरिका राम्रो नियत राखेर राम्रो डिलिङ गर्नुभयो भने यो क्षेत्र यहीँबाट नै सुधार गर्दै लानुपर्ने चाहिँ यहीँबाट छ। अनि हाम्रो कानुन नीति निर्माणको तहमा बस्नेहरूले पनि त्यही अनुसारको चाहिँ हाम्रो द्विपक्षीय श्रम सम्झौताहरूमा पनि त्यही अनुसारकै समय सान्दर्भिक रूपमा समय सापेक्षिक रूपमा चाहिँ त्यसलाई चाहिँ सुधार गर्दै होइन लैजानु चाहिँ पर्ने हुन्छ। तल्लो स्तरदेखि आम व्यक्तिहरू पनि सचेत हुनु पर्यो र सँगसँगै पठाउने म्यान पावरदेखि लिएर सरकारले पनि नीति निर्माणमा अलिकति गर्नु पर्यो। अर्को ठगीको कुरा पनि अलिकति गरौँ। हरेक दिन हामीले समाचारमा देख्न सक्छौँ यो यति फलान ठाउँ पठाइदिन्छु भनेर यति रकम उठाएर सम्पर्कविहीन भएको र विदेशमा गएकाहरू पनि हामीले भर्खरै पनि हेऱ्यौँ। समस्या गुनासाका पाटाहरू त्यसरी पनि आएका छन्। हामीले यसरी आएका थियौँ तर हामीले अहिलेसम्म काम पाएका छैनौँ भनेर यो ठगीमा पर्ने चरण चाहिँ कतिको जोखिमपूर्ण छ अहिले? यो त सधैँ नै त्यो जोखिम चाहिँ सधैँ नै कायम भइ नै रहन्छ होइन। अनि यहाँबाट पठाउँदै गर्दाखेरि त्यो कम्पनी कस्तो हो भन्ने कुराहरू हाम्रा यहाँका रिक्रुटमेन्ट एजेन्सीहरूलाई राम्रैसित थाहा हुन्छ। तर उहाँहरूले यो भुलिदिनुहुन्छ कि यहाँबाट पठाइदिइसकेपछि आफ्नो काम सक्यो होइन। अनि उता पुगिसकेको श्रमिक यहाँ त पैसा तिरेर आएको छु, काम नपाए पनि चाहिँ बस्नुपर्ने बाध्यता, खान त दिएको छ, काम पाइन्छ कि भन्ने आशाले बस्ने साथीहरू पनि थुप्रै हुनुहुन्छ होइन। केही समय अगाडि कुवेतमा जानुभएको 5-6 जनाको एउटा टोली त्यसै गरी सम्पर्कमा आउनुभएको थियो। उहाँहरू डेलिभरीमा जानुभएको रहेछ। खानको लागि 20 केडी प्रत्येक महिना दिइराखेको, अहिले 3 महिनासम्म चाहिँ कामै नदिएको। अनि त मैले कुराकानी गर्दाखेरि अब तपाईँहरूले चाहिँ के चाहनु भएको छ, नियम यो छ भन्दाखेरि उहाँहरूलाई त्यो बारेमा पनि थाहा रहेछ, कहाँ गएर उजुरी गर्ने सबै कुरा थाहा छ होइन। त्यो थाहा हुँदै नै अब के हो त तपाईँहरूको चाहिँ समस्या के हो त, ल तपाईँहरूले चाहनुभएको चाहिँ के हो त भन्दा हामीलाई चाहिँ काम दियो हुन्थ्यो, हामी त काम गर्न आएको भनेर भन्नुभएको छ होइन। अनि त्यो कहाँ जोडियो भन्दा यदि उहाँहरूले पैसा पाउनु भएको थियो भने, यहाँबाट पैसा नतिरिकन जानुभएको थियो भने उहाँहरूलाई के गर्ने भनेर त्यही अनुसारको चाहिँ फलोअप गर्नुहुन्थ्यो उहाँहरूले। अब यहाँ त पैसा तिरेर गएको छु, फर्केर आउँदा त्यो पैसा फिर्ता हुँदैन, प्रमाण छैन
होइन, प्रमाण नभइसकेपछि स्लिप पनि लिनुहुन्न, अनि केही पैसा तिरेको प्रमाण हुँदैन, अनि एजेन्टको मार्फत काम गरे हुन्छ, अनि मेन पावरसँग उ गर्दाखेरि मैले त यति पैसा ल्यायो, जति कुरा गर्छ एजेन्टसित कुरा गर, मलाई चाहिँ त्यो एजेन्टले यतिभन्दा दिएको छैन भनेर कुरा गर्दै जाँदाखेरि त्यसलाई के आधारमा ठगी भएको भन्ने छ। अर्को यहाँ पनि अब सरकारले कस्तो नीति बनाइदिएको छ भने सिडिओ कार्यालय मार्फत पनि उजुरी गर्न सकिने भन्ने कुराहरू पनि छन्। केही सिडिओ कार्यालयहरूमा उजुरी गर्न जानुभएका श्रमिक साथीहरूले त्यहाँबाट काम नभएर काठमाडौँ नै आएर चाहिँ धाउनु भएको पनि उदाहरणहरू हामीसित छ। साउदी अरबमा लामो समय चाहिँ दुःख पाएर नेपाल फर्किनुभएका श्रमिक साथीले सिडिओ कार्यालयमा गएर उजुरी हाल्नुभयो। सिडिओमा चाहिँ त्यहाँ सिडिओ कार्यालयमा उपस्थित हुँदा भएर चाहिँ कुराकानी गर्दै गर्दा एजेन्ट कहिले नआइदिने, सिडिओ कार्यालयमा पनि नटेर्ने भइसकेपछि सिडिओ कार्यालय तपाईँ काठमाडौँ गएर उजुरी गर्नुहोस् भनेर पठाइदिएका घटनाहरू छन्। उहाँहरू काठमाडौँ आएर उजुरी गर्दै गर्दा म्यान पावरले चाहिँ ल 30-35 हजार कति रुपियाँ पैसा दिन्छु म, केस मिलाउँ जानुहोस् भनेर पठाउनु भएको छ। जबकि उहाँहरूको त्यो काठमाडौँ आउँदा जाँदा त्यहाँ चाहिँ यहाँ बस्दाखेरि नै त्योभन्दा बढी खर्च भइसकेको अवस्थामा चाहिँ यसलाई अझै व्यवस्थित तरिकाले कानुन बनाऊ, व्यवसायले लिने शुल्क रोजगारदाताबाट लिनुपर्छ। किनभने हामी त काम गर्न जाने श्रमिक हो होइन, हामीले किन पैसा तिरेर जाने? यो एउटा कामदारले वैदेशिक रोजगारीको क्षेत्रको व्यथिति एउटा श्रमिकले लिएर आइदिएको व्यथिति होइन। त्यो भएर चाहिँ यो व्यवसायीहरूले लिएर आएको व्यथिति हो। यो चाहिँ तपाईँको हाम्रा कानुनी त्यो क्षेत्रहरूको प्रयोग भएर चाहिँ आएको व्यथिति भएको हुनाले यसलाई नियमन चाहिँ त्यसरी गरेर अनि समस्याहरू भनेको जहिले पनि समस्या चाहिँ रहि नै रहन्छ, तर बिस्तारै यसलाई समाधान गर्दै चाहिँ लिएर जानुपर्छ भन्ने चाहिँ लाग्छ मलाई। यति बेला हामी कार्यक्रम देश परदेशमा छौँ। आजको बसाइमा हामी विशेष गरी यो वैदेशिक रोजगारीमा जाने क्रममा श्रमिकहरूले भोग्नु परेका समस्या, त्यसको समाधानको पाटेमा विशेष केन्द्रित रहेर कुराकानी गरिरहेका छौँ। र यति बेला मसँग कुराकानीमा जोडिनु भएको छ श्रम तथा प्रवासन विज्ञ महेश्वर नेपालज्यू। तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत छ। हस्, धन्यवाद छ। यो हाम्रो वैदेशिक रोजगारको ऐन छ नि, अब नियमनको पाटो जोड्दाखेरि यो पर्याप्त छ कि थप यसमा अलिकति संशोधन गर्नुपर्ने आवश्यकता के देख्नुहुन्छ? यो चाहिँ यस्तो, अब यो तत्कालीन अवस्थामा ठिक थियो होला होइन, 2064लाई हेर्ने हो भने ठिक थियो होला त्यतिखेरको लागि। अब त 84 लाग्न लागिसक्यो, त्यही हेरेर बसिराख्ने त होइन नि त। ऐन भनेको समय सापेक्ष रूपमा परिमार्जन गर्दै लैजानुपर्छ। हाम्रा दुई देश बिचका सम्झौताहरू होइन, श्रम सम्झौताहरू चाहिँ समय सापेक्ष रूपमा चाहिँ यसलाई चाहिँ हामीले परिमार्जन गर्दै लैजानुपर्छ। त्यसका लागि कूटनीतिक पहलहरू पनि आवश्यक चाहिँ पर्ने भएको हुनाले यस्तो यो श्रमका मुद्दामा, श्रमको क्षेत्रमा यो लामो कहिलेसम्म चलिरहन्छ भन्ने नै यसको अन्तिम उनै छैन कि, यो निरन्तर चलिरहने प्रक्रिया हो श्रम भनेको होइन। त्यो भन्दाखेरि चाहिँ यसलाई चाहिँ समय सापेक्ष रूपमा चाहिँ परिमार्जन गर्नुपर्छ। यसका लागि राज्यले चाह्यो भने त वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूसित चाहिँ कुराकानी गरेर के छ तपाईँहरूका समस्याहरू होइन, हामी छौँ, हामीले पनि बेला बेलामा चाहिँ वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड, अहिलेको यो नयाँ मन्त्रालय अहिले नामाकरण भएर आएको छ, उहाँहरूलाई चाहिँ हामीले बेला बेलामा वैदेशिक रोजगारीमै रहनुभएका श्रमिक साथीहरूका चाहिँ समस्याहरूलाई राखेर, उहाँहरूका गुनासा, उहाँहरूका सुझावहरू राखेर हामीले चाहिँ बुझाउने गर्छौँ कि डकुमेन्टेसनको काम हामीले अहिले पनि गरिराखेका छौँ। अनि त्यसलाई पनि आधार मानेर उहाँहरूले चाहिँ नीति निर्माणका कामहरू गरिदिनु भयो भने यो सजिलो हुन्थ्यो। तत्कालीन अवस्थामा ठिक थियो होला, तर अहिलेको अवस्थामा त्यो पर्याप्त नहुन सक्छ नि त। एउटा श्रमिकले आफ्नो समस्याको निवारण गरिदिनुहोस्, म ठगीमा परेँ भनेर पटक पटक भनिरहँदाखेरि वर्षौसम्म पनि उहाँहरूले न्याय पाएको अवस्था छैन क्या, समस्या त्यो छ। हो, पाउनु भएको छैन। अहिले पनि विभागको परिसरतिर जाने हो भने त्यहाँ ठगीमा परेर आउनुभएका श्रमिकहरू थुप्रै हुनुहुन्छ। अनि अनि निकायहरूले, हाम्रा सरकारी निकायहरूले चाहिँ हामीले गर्दैछौँ भन्नुहुन्छ, गरि पनि राख्नुभएको होला होइन। पछिल्लो आर्थिक वर्षकै तथ्याङ्क हेर्ने हो भने पनि मुद्दाका चाङ सम्झिँदाखेरि होइन, कहिले त्यो त फर्सेट हुन पनि वर्षौँ लाग्ने समय छ, तर फास्ट ट्र्याकबाट चाहिँ कामहरू गराएर श्रमिकका मुद्दा के हो व्यवसायीसँग राखेर गर्नुपर्ने हो कि छुट्टै एउटा नियमन निकायहरू बनाएर चाहिँ त्यो श्रमिकहरूको चाहिँ हितका लागि गर्नुपर्ने हो कि। अनि हामी रेमिटेन्समा हिसाब गर्छौँ पैसा यति भित्रियो भनेर होइन, हाम्रो आर्थिक पाटो चाहिँ त्यो चलायमान त रेमिटेन्सले बनाइराखेको कुराहरू हामीले गर्दै गर्दाखेरि त्यो श्रमिकहरूको चाहिँ समस्याका लागि चाहिँ हामी किन बोल्न चाहिँ कमजोर भएर बसिरहेका छौँ होइन। अर्को कुरा अचम्म लाग्ने विषय चाहिँ जब हाम्रा श्रम सम्झौताहरू नवीकरणका यो के भन्छ
नवीकरण गर्ने अथवा नयाँ बनाउने भनेर कुराहरू गर्दै गर्दाखेरि चाहिँ त्यो श्रमिकले काम गरेर चाहिँ पाउने तलबमा पनि हामीले चाहिँ भेदभाव गरिराखेका हुन्छौँ कि यहीँ बसेर यहाँको एउटा अधिकृतले खाने तलब र वैदेशिक रोजगारीमा गएर कमाउनेको तलब त हेरिदिनुपर्छ नि त राज्यले। ऊ परिवारसँग भन्दा टाढा छ, उसले काम गर्ने प्रकृति हेरिदिनु पर्यो होइन। यहाँको अनि महँगीलाई हेर्दैन सरकारले होइन, हजारमा हेरेर चाहिँ हिसाब गरेर हुँदैन नि त। हाम्रा श्रमिकहरूका कुराहरू त अहिलेको समयअनुसार त्यहाँको महँगी कस्तो छ, उसले त्यति तलब पाउँदै गर्दाखेरि उसले स्वस्थ खाना खान पाउँछ कि पाउँदैन, ऊ कस्तो ठाउँमा काम गर्न गइराखेको छ, यी कुराहरू पनि पुनर्विचार गरेर होइन अनि हाम्रा ऐनहरू चाहिँ त्यो अनुसार पनि सुधार गर्दै लिएर गएर दूतावासहरूलाई पनि त्यही अनुसार प्रभावकारी रूपले चाहिँ अनुगमन गराएर काम गराउने हो भने त सजिलो हुन्थ्यो नि हाम्रा लागि पनि। अब खोजे अनुसारको आम व्यक्तिले खोजे अनुसारको रोजगारी पनि सृजना नगरिदिने होइन, व्यवस्थित रूपमा वैदेशिक रोजगारीमा जाउँ न त भनेर श्रमिकहरूलाई विदेश पठाउने, त्यो विदेश पठाउने प्रक्रियामा पनि चरण चरणमा उनीहरू ठगिनु पर्ने, विदेश गएर पनि दुःख पाउनु पर्ने होइन। विदेश गएर दुःख गरेर कमाएको पैसा रेमिट्यान्सको रूपमा नेपाल पठाउनु पर्ने, परिवारलाई पाल्नु पर्ने, सरकारलाई त्यसैबाट ट्याक्स तिर्नु पर्ने, लास्टमा म दुःखमा परेँ, म सङ्कटमा परेँ, मलाई न्याय देऊ त सरकार भनेर सरकार समक्ष न्याय माग्न जाँदाखेरि दुःख पाउनु वर्षौसम्म हुँदाखेरि पनि उसले न्याय नपाउनु, यो त ठिक भएन नि। त्यही त यही कुरा हो कि समस्या नै यहीँनिर छ। हामी कहाँ कहाँ चाहिँ ठगीमा पर्दै जानुपर्ने होइन। अनि मान्छे के हामीले कानुन बनाएका छौँ, हामीसित यो छ, यस्तो गरिराखेका छौँ भनेर हाम्रा सरकारका निकायहरूले भन्दै गर्दाखेरि त्यो श्रमिकले कति चाहिँ न्याय पाएको छ, साँच्चै न्याय पाएको छ भनेर खोज्ने हो भने त्यो न्याय पाउनै गाह्रो छ कि त्यो न्यायको प्रणालीमै। अनि अझ कतिपय अवस्थामा त हामी त कस्तो पनि भेटेका छौँ भने कोही श्रमिक उजुरी गर्न जाँदाखेरि विभागले उजुरी नलिदिएको होइन, अनि त्यहीँबाट चाहिँ म्यान पावरको कम्पनीलाई फोन गरिदिएको होइन, तिमीहरू विरुद्ध उजुरी गर्न आएको भन्ने कुराहरू। अनि त्यहाँ पुग्यो त्यो श्रमिक एउटा त्यहाँ पुगेको आधारमा चाहिँ उसलाई त्यहाँबाट फोन गरेर ल म्यान पावर आउनुहोस्, हामी तपाईँको हिसाब किताब यहाँ मिलाउँछौँ भनेर म्यान पावरको कार्यालयमा बोलाएर थुनेर श्रमिकलाई चाहिँ यातना दिएका घटनाहरू पनि छन् क्या हामीसित। अनि त्यो उहाँहरूसित अब त्यस पछाडिको कानुनी पाटो के हुन्छ भनेर उहाँहरू वैदेशिक रोजगार पुनः विभागमा जाँदा मलाई यस्तो गरियो भनेर भन्दै गर्दाखेरि तपाईँको बन्द अब अर्को कानुन आकर्षित हुन्छ, तपाईँ पुलिस केसतिर जानुहोस् भनेर चाहिँ पठाइन्छ, झन् अल्म लिन्छ श्रमिक। अनि कहाँ जाने भन्ने कुरा छ कि फेरि। अनि जब हामी दूतावास जाउँ कुरा सुनवाई हुँदैन भन्नुहुन्छ होइन। अहिले पनि मैले केही केसहरू तपाईँलाई देखाएँ केस स्टडीका रूपमा, एउटा च्यानल बनाएर होइन एउटा सिस्टममा लिएर गएर चाहिँ के भएको हो आउँछ हो 1000 दिनको 100वटा केस आउँछ भने त्यही अनुसार चाहिँ हाम्रा चाहिँ श्रमिकहरूको समस्या समाधानका लागि त्यो अनुसार राज्यले चाहिँ त्यही अनुसारको एउटा बनाएर कामहरू गर्नुपर्छ। उनीहरू साँच्चैमा परेका हुन् कि होइनन् होइन। हामी जस्ता चाहिँ उयोहरूलाई पनि राखेर ल तपाईँहरूले पनि श्रमिकहरूको चाहिँ के भएको हो त्यो बारेमा तपाईँहरूले पनि अलिकति तपाईँहरूको साइडबाट चाहिँ स्टडी गरिदिनु भयो भने अझ सहज हुन्थ्यो कि भनेर कुरा गर्नु भने हामी पनि तयार छौँ नि त। त्यो विषयमा श्रमिकले न्याय पाउनुपर्छ भन्ने विषयमा त हामी पनि त छौँ नि त। यदि साँच्चै समस्यामै पर्नु भएको रहेछ भने उसले न्याय पाउनुपर्छ होइन। कतिपय अवस्थामा त के पनि छ भने यहाँ सबै थोक बुझेर जाँदै गर्दाखेरि पनि अप्ठ्यारोमा परेका साथीहरू पनि हुनुहुन्छ कि अप्ठ्यारोमा पारिएका पनि हुनुहुन्छ। यहाँ चाहिँ तपाईँको उजुरी गरेकै भरमा चाहिँ उड्नु भएको होइन। सरकारले चाहिँ ल अब यो पैसा नलि भनेर उडाएको श्रमिकलाई विदेश पुगिसकेपछि दुःख दिएका घटनाहरू पनि छन्। उहाँहरूलाई मिलापत्र गर्नलाई दबाब दिएर पत्र अब किनभने प्रमाण खोज्छ विभागले, अनि ल यहाँ मैले सबै पैसा फिर्ता पाएँ भनेर साइन गर, होइन भने तँलाई भनेर चाहिँ कार्यस्थलमा चाहिँ श्रमिकमाथि दुर्व्यवहार भएका घटनाहरू पनि छन् क्या हामीसित। यो हामीले समस्याकै पाटोमा कुराकानी निरन्तर गरिरहँदाखेरि यो गन्तव्य देशमा पुगेपछि नेपाली श्रमिकले चाहिँ किन बढी जोखिममा पर्नुपर्छ अझै पनि? यो एक त आफूसित सिपकै कुराहरू आउँछ होइन। अनि त्यसपछि एउटा सिप, अर्को कार्यस्थलमा काम गर्ने वातावरण कस्तो छ। कतिपय कन्स्ट्रक्सन कम्पनीहरूमा चाहिँ पर्याप्त सुरक्षा उपकरणहरू पनि उहाँहरूले नपाउने होइन। अनि स्वास्थ्यको हिसाबले कुरा गर्दै गर्दाखेरि पर्याप्त पिउने पानीको, अनि त्यसपछि
आराम काम गरेर चाहिँ अब गाह्रो काम गर्दै गर्दाखेरि त्यो ब्रेकको टाइममा पनि अलिकति हुन्छ नि त्यही अनुसारको बस्ने स्थान ब्रेकमा चाहिँ आराम गर्ने स्थानहरू पनि नपाउने गर्दाखेरि पनि यो जोखिमहरू चाहिँ छन् के कार्यस्थलमा पनि। त्यो कार्यस्थलको जोखिम पनि हट्नुपर्छ होइन। अनि अब स्काफोल्डिङमा काम गर्ने साथीहरू अब 50औं तलामाथि बसेर काम गर्ने श्रमिक साथीहरू अब अहिले त गर्मीको बेला छ होइन, पर्याप्त पानीहरू नपिउँदाखेरि पिउन नपाउँदा तलमाथि गर्नु पर्यो होइन। अनि पिसाब लाग्यो भने पनि त्यो तलमाथि गर्दाखेरि त्यहाँ चाहिँ सुपरभाइजर अथवा फोरम्यान भन्छ होइन, उनीहरूको हप्की तप्की सुन्नुपर्ने लगायतको कारणले गर्दाखेरि पनि स्वास्थ्यलाई नै जोखिममा पारेर नि काम गर्नुपर्ने छ। अनि हाम्रो कार्यस्थलहरू पनि सुरक्षा प्रविधियुक्त चाहिँ हुनुपर्छ। त्यो भयो भने चाहिँ कार्यस्थलबाट जोगिन चाहिँ कार्यस्थलमा हुने दुर्घटनाहरूबाट चाहिँ जोगिनको लागि पनि सहज हुन्छ र अलिकति कामदारहरूलाई पनि सजिलो चाहिँ हुनुपर्छ त्यहाँनेरि पनि भन्ने। कार्यक्रम देश परदेशमा हामी वैदेशिक रोजगारीका वर्तमान चुनौती, नीति, कार्यान्वयन, श्रमिक अधिकार र समस्या समाधानका विविध आयामबारे श्रम तथा आप्रवासन विज्ञ महेश्वर नेपालसँग कुराकानी गरिरहेका छौँ। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला। श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध। चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ, विद्युतीय उपकरण बन्द गरौँ, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ। घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ। खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ। नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ। गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ। क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 को इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ। विशेषज्ञ सेवाहरू: निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छारसूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा। रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं। थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01 4110 696 4110 696। स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ। प्राविधिक शिक्षा आजको आवश्यकता। मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गुनारायण भक्तपुरमा बी आर्किटेक्ट, बीई सिभिल, सिभिल एन्ड रुरल, कम्प्युटर, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, इन्फर्मेसन एन्ड कम्युनिकेसन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो। प्रवेश परीक्षा असार 25 गते बिहिबार। थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गुनारायण 4 भक्तपुर, फोन 01 52 21 012 52 21 006 97418 020 96। वेबसाइट www.nec.edu.np। सीधा कुरा प्रश्न विचार। उज्यालो रेडियो नेटवर्क। उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा ujalloonline.com बाट सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ।
हामी कार्यक्रम देश परदेशमा छौँ। आज हामी वैदेशिक रोजगारका वर्तमान चुनौती, नीति, कार्यान्वयन, श्रमिक अधिकार र सम्भावित समाधानका विविध आयामबारे श्रम तथा आप्रवासन विज्ञ महेश्वर नेपालसँग कुराकानी गरिरहेका छौँ। अब उहाँसँगको थप कुराकानी सुनौँ। वैदेशिक रोजगारीमा जानुभन्दा अगाडि जुन यहाँ नेपाल वैदेशिक रोजगार विभागले पनि प्रस्थान पूर्व भनेर यो अभिमुखीकरण तालिमहरू पनि दिइरहेको छ, यो चाहिँ साँच्चै प्रभावकारी छन्? यो चाहिँ अब यो हुनुपर्ने सबैलाई भन्दा पनि एकचोटि विदेश गएर आइसकेको व्यक्तिहरूलाई त त्यति धेरै प्रभावकारी हुँदैन। अहिले कस्तो छ भने फेरि तपाईँको म विदेशबाट फर्केर आएँ, फेरि अर्को देश जानु खोज्यो भने हामीलाई त त्यहाँ सिकाइने भनेको अलिअलि कानुनका कुराहरू सिकाइन्छ। यो फेरि यो ठाउँ भनेको चाहिँ ठगिसकेपछि अन्तिममा जाने ठाउँ हो कि यो श्रमिक, एउटा श्रमिक सबैतिर ठगिसकेपछि त्यहाँ गएर चाहिँ त्यो क्लास लिँदै है भनेर बस्ने हो। 2 दिनको क्लास हुन्छ। ठिक यो नयाँ जान चाहनेहरूको लागि चाहिँ एकदम राम्रै हो। किन राम्रै हो भन्दा अझै पनि अपर्याप्त छ कि जस्तो लाग्छ। यो हामीलाई त्यहाँनिर अब सिट बेल्ट बाँध्ने होइन, अनि कानुनका कुराहरू पनि अलिअलि सिकाइन्छ, रहनसहन, भाषा, धर्म, संस्कृतिका कुराहरू बुझाइन्छ। तर यो मात्रै चाहिँ अझै पनि प्रभावकारी चाहिँ नहुन नि सक्छ। अनि अहिले जस्तो फिजिकलै गरिराख्नुपर्छ जस्तो पनि लाग्दैन। अब त डिजिटलाइजेसनको जमाना छ, मोबाइलबाटै गरेर होइन, त्यहीँबाट असिस्टेन्ट लिएर काम गर्ने वातावरण भयो भने अझै त्यो 2 दिनको समय पनि बस्न सक्थ्यो कि श्रमिकको। लिनु चाहिँ पर्छ यो होइन, लिनु चाहिँ पर्छ कि, किनभने चारवटा कुरा उहाँहरूले सिक्नुहुन्छ। भोलि परेको खण्डमा चाहिँ कसरी अप्लाई गर्ने ती कुराहरूलाई भनेर बुझ्न पनि सजिलो हुन्छ। तर यो भन्दै गर्दाखेरि यो लास्ट आवरतिर भएको हुनाले उहाँहरू एकदम रस टाइममा हुनुहुन्छ कि सपिङ गर्न जानुपर्ने हो कि आफन्तलाई भेट्नुपर्ने हो कि मान्छे यहाँ बसे पनि दिमाग चाहिँ चारतिर घुमिराखेको हुन्छ। अनि त्यो लिइराखेको त्यो राम्रोसित सूचनाहरू चाहिँ ग्रहण गरिराख्नु चाहिँ उनीहरूलाई चाहिँ गाह्रो भइराखेको हुन्छ कि जस्तो लाग्छ। यी कुराहरू पनि अब चाहिँ हामीले बिस्तारै हाम्रो स्थानीय तहहरूसँगै लिएर गएर समन्वयमा कामहरू गर्न सक्यो भने अझ सहज हुन्छ जस्तो लाग्छ कि। यो अर्को भनेको नेपाली दूतावासहरू, उहाँहरूको पनि पटक पटक अब द्वन्द्वको बेलामा पनि नेपाली दूतावासले खासै प्रभावकारी समन्वय गर्न सकेन, काम गर्न सकेन भन्ने गुनासो सुन्ने थियो। कतिको भनौँ न सहयोग गरिरहेका छन् जस्तो लाग्छ? अब उहाँहरूले आफ्नै लिमिटेसन छ भन्नुहुन्छ सधैँ होइन, सधैँ नै यही कुरा हो कि। म पनि 2009मा कतार गएको, अहिले फर्केर आएँ 2020मा होइन। बिचमा 1-2 वर्ष नेपाल बसे पनि पुनः जाँदै गर्दाखेरि पनि त्यही सुनिन्थ्यो कि अब हामीसित स्रोत र साधनको कमी भनेर चाहिँ ती कुराहरू आइराखेका हुन् र ती कुरा अहिले पनि छन्। अनि उहाँहरूलाई एउटै कुराको डर चाहिँ अब के हुँदो रहेछ भने बेरोजगारीमा परिने पो हो कि भन्ने टाइपका के। अब स्रोतको त्यहाँनिर रिसोर्स खर्च हुने बित्तिकै होइन, त्यो प्रपर कहिलेकाहीँ डकुमेन्टेसनका कुराहरू आउँछन्, त्यो पुरा नहुँदाखेरि चाहिँ बेरोजगारीमा जान्छ। फेरि अब त्यति नराखे यहाँ फेरि ध्वस्तै हुन्छ। अनि त्यही कारण त्यसैले आधार मानेर पनि अनि उहाँहरूले चाहिँ अब कामहरू गर्दै गर्दाखेरि पनि कति ऊ छ भनेर काम गर्नु परिरहेको अवस्था छ। अनि दूतावास अब एक ठाउँमा हुन्छ, त्यो त सबैतिर त पुग्न पनि गाह्रो छनलाई। हाम्रो दूतावासहरूले अब केही कुटनीतिक पहल गरि पनि राख्नु भएको छ होइन, नभएका पनि भन्न मिल्दैनन्। अनि अब भएको छ भनेर चित्त बुझाउने ठाउँ चाहिँ छैन। अब यो अलिकति जटिल नै विषय नै छ। हामीले गरिराख्नु भएको छ, गजब काम गर्नुभएको छ भनेर भन्ने ठाउँ चाहिँ छैन। खुसी हुने क्षेत्र भनेको छैन। अब जेस दुःख पाउने भनेको विदेशमा गएर श्रमिक नै रहेछन् भन्ने कुरा पुष्टि भइसक्यो। त्यो पुष्टि छ क्या, त्यो एकदमै छ। अनि त्यसलाई भनौँ न अब यो सबै कुरा गरेर जोडिँदै गर्दा हाम्रा रेमिटेन्समा हामीले चाहिँ हिसाब गर्दै गर्दाखेरि हामीले त्यो रेमिटेन्सको ग्राफ चाहिँ हेर्दै गर्दाखेरि चाहिँ हामी खुसी हुनुपर्ने। अनि त्यो रेमिटेन्स भित्रिँदाखेरि त्यो एउटा श्रमिकको चाहिँ कति पसिना मेहनत होइन, रगत पसिना बगेको उसमा चाहिँ हामीले चाहिँ त्यसको चाहिँ व्यवस्था गरेर त्यसको ग्राफ हेर्ने हो भने कति होला त। अनि त्यो सजिलै आएको रेमिटेन्स हो र त्यतातिर चाहिँ हेरेर अनि हाम्रा निकायहरूले काम गरिदिने हो भने त श्रमिकले पनि ठिक छ है, राम्रो छ भनेर चाहिँ भन्ने बात आधार त हुन्थ्यो। यो अर्को भनेको श्रम सम्झौता। यो नेपालले जति पनि देशहरूसँग जति देशहरूमा श्रमिक पठाइरहेको छ,
ती सबै देशहरूमा श्रम सम्झौता भएको छैन र जति पनि देशहरूमा श्रम सम्झौता भएको छ त्यो चाहिँ किन आवश्यक छ र त्यसले चाहिँ के फाइदा मिलेको छ? त्यो त अझै पनि आवश्यकता यो श्रमिकहरूको हितको लागि भनेर सरकारहरूले द्विपक्षीय रूपमा काम गर्नको लागि सहज होस् भनेर बनाइएको हो। तर त्यो कुराहरू हेर्दै गर्दाखेरि हाम्रो सरकारले त त्यो जति काम गर्नुपर्ने हो त्यो कामै हुन सकेको छैन। त्यही गन्तव्य देशको सरकारले सदाशयता देखाएर काम गरेको खण्डमा हाम्रा श्रमिकले राहत पाउने हो होइन। हाम्रो राज्यका तर्फबाट हेर्ने हो भने त होइन तलब तोक्नु पर्यो भने पनि होइन एउटा नेपाली श्रमिकलाई न्यूनतम आजको दिनमा चाहिँ यति बेच स्यालेरी हुनुपर्छ है भनेर तलब तोक्दाखेरि पनि त्यो दिल खोलेर तलब तोक्न सक्दैन क्या। आज त्यहाँको महँगीको हिसाबै गर्दैन, हिसाब किताबै थाहा छैन होइन। त्यहाँ लिभिङ कस्टका कुराहरू आउँछन् नि त। एउटा श्रमिक काम गर्न जाँदै गर्दाखेरि उसले चाहिँ कति कमाएर कति जोगाएर पठाउन सक्छ भन्ने हिसाबै हुँदैन क्या। न्यूनतम यति हुनुपर्छ भनेर त कमसे कम तोकिदिनुपर्छ। मैले पनि यो विषयमा धेरै साथीहरूलाई सोधेको थिएँ कि यो जब दुबईसँग युएईसँग चाहिँ नेपाल सरकारले चाहिँ एकतर्फी रूपमा चाहिँ प्रस्ताव गरेर यतिभन्दा तल चाहिँ हामी श्रम स्वीकृति गर्दैनौँ भनेर भन्दै गर्दाखेरि के छ त भनेर चाहिँ विभिन्न देशका साथीहरूसित कुराकानी गर्दाखेरि उहाँ 128-30 जना साथीहरूले रेस्पोन्स गर्नुभएको थियो। त्यो पर्याप्तै भएन महँगीका कारणले गर्दाखेरि। महँगी थिएन भने ठिकै छ, महँगीलाई पनि हेर्नु पर्यो। हामी त कमाउन आएको हो, 2-4 पैसा जोगाउन आएको हो। यहाँ जति महँगी छ नेपालमा पनि त्यस्तै छ होइन। आज पैसा 1 रुपियाँको 40 दिराम के अरे उता यताको 1 रियालको चाहिँ 40 रुपियाँ पुग्यो भनेर खुसी हुने ठाउँ नै छैन नि। महँगी छ यहाँ अहिले। यहीँ पनि हामीले यति तलब पाउँदै गर्दाखेरि पनि पहिला कति जोगाइन्थ्यो अहिले कति जोगाइन्छ भन्ने कुरासँग सरोकार हो। हामी जोगाउने हिसाबले हो भने पैसै जोगाउन सकिराखेका छैनौँ र त हाम्रो चाहिँ बसाइ लम्बिराखेको छ। कति छ नेपाली श्रमिकहरूको न्यूनतम पारिश्रमिक त सरदर हिसाब गर्दाखेरि? कतारमा हिसाब गर्दाखेरि कतारमा अध्यक्ष श्रमिकको 1000 रियाल हो। अनि त्यसपछि खानाको लागि 300 र यदि रोजगारदाताले बसोबासको स्थल उपलब्ध नगराएमा 500 थप दिनुपर्ने भनेर 1800 छ होइन। सबै थोक उपलब्ध गरायो भने न्यूनतम 1000 भनेर छ कि कतारको हिसाबमा कुरा गर्दै गर्दाखेरि। त्यो पनि कतार सरकारले बढाइदिएको तलबमा हो क्या। त्यसो भए अहिलेको समयमा यो श्रम स्वीकृति अन्य देशहरूसँग लिनुपर्ने हो कि अब पुरानै श्रम स्वीकृति भएका देशहरूसँग भनौँ न समन्वय भइरहेका देशहरूसँग चाहिँ अझै त्यो देशका श्रमिकहरूलाई चाहिँ अझै व्यवस्थापन गर्नुपर्ने के अरे गर्नुपर्ने हो कि के देखियो अहिले चाहिँ? मान्छे यस्तो अन्य देशहरूसित नि गर्नुपर्छ। अवसरका खोजीहरू मेरो बुबा हिजो इन्डिया जानुभयो, म आज कतार गएँ होइन। मेरा भाइहरू युरोप गए होइन। अब अहिलेको यो ट्रेन्ड यसै गरी चलेको हो क्या। हाम्रा हजुरबुबाहरू इन्डिया हुँदै जानुभयो भने हाम्रो बुवाहरू त्यही अनुसारको गन्तव्य खोज्दै गर्दाखेरि त हामीले यिनै देशहरूमा मात्रै चाहिँ सीमित रहनुपर्छ भन्ने कुरा होइन। अहिले मान्छेको पढाइ, सिप, दक्षता, योग्यता सँगसँगै मान्छेले सोसल सेक्युरिटी प्रोटेक्सन खोजेर लाग्ने मान्छेहरू पनि थुप्रै हुनुहुन्छ होइन। त्यो कहाँ छ भन्दा अहिले युरोपमा देखेर जानुभएको छ। यहाँबाट युरोप पठाउँदै गर्दाखेरि पनि संस्थागत रूपमा राम्रोसित पठाउन सकेकै छैन। त्यो राज्यले नै त्यो अलिकति लुपहोल छोडिदिएको छ। कमाइ खाउन् न भनेर छोडेको हो कि अलिअलि हामीले नि पाइरहेका छौँ भनेर छोडेको हो कि यसलाई व्यवस्थित गरेर गर्ने हो भने त श्रम बजार त तपाईँको चलायमान त हुन्छ। हेर्नुहोस् हाम्रा त वर्षेनी चाहिँ श्रमको लागि योग्य युवाहरू चाहिँ हरेक वर्ष उत्पादन हुँदै गर्दाखेरि चाहिँ हाम्रो नेपालमा त रोजगार पाएकै छैन। त्यही भएर नै यो चाहिँ वैदेशिक रोजगारीको यात्रालाई तय गर्दै गर्दाखेरि त नयाँ गन्तव्यहरू देशहरू पनि पहिचान हुनुपर्छ होइन। त्यहाँ काम गर्ने वातावरण, त्यहाँको चाहिँ भनौँ न काम गर्ने वातावरण, अनि त्यहाँको हावापानीदेखि लिएर त्यहाँ श्रमिकले कमाउने पैसा होइन, श्रमिकले जोगाउने पैसा। अब कमाइ मात्र हेरेर भएन कि जोगाइ हेर्नु पर्यो हामीले त। त्यहाँबाट कति जोगाउन सक्छ, अनि त्यसरी जोगाइएको पैसाको सदुपयोग राज्यका निकायहरूले कसरी कहाँको पूर्वाधारमा चाहिँ उनीहरूलाई चाहिँ तिमीहरूको पनि हो है यो चाहिँ तिमीहरू पनि छौ, भोलि यहाँबाट पनि भोलि कमाएर चाहिँ आउँदै गर्दाखेरि तिमीहरूले कमाएको पैसाको लगानी यो क्षेत्रमा पनि भयो भने भोलि यो क्षेत्रबाट पनि तिमीहरूलाई प्रतिफल चाहिँ आउँछ
भनेर त्यो देखाउन सक्ने वातावरण पूर्वाधारहरू चाहिँ नेपालमा पनि विकसित चाहिँ हुनुपर्छ र त्यो नयाँ गन्तव्यहरू चाहिँ खोजी हुनुपर्छ। अर्को समस्या भनेको अस्ति श्रम मन्त्रीले पनि मजाले संसद भवनमै भन्नुभयो क्या, गैर कानुनी रूपमा वैदेशिक रोजगारीमा जाने महिलाहरूको सङ्ख्या बढिरहेको छ, त्यसमा पनि यो होम सर्भिसमा जाने महिलाहरू, उहाँहरूसँग तालिम पनि हुँदैन, सिप पनि हुँदैन, झन्डै झन्डै 60-70 हजारको सङ्ख्यामा चाहिँ उहाँहरू हुनुहुन्छ भनेर भन्नुभयो। यो समस्या चाहिँ कतिको जटिल हो? यो त राज्यले यसलाई नियमन तरिकाले लैजानुपर्छ होइन, लगेर, किनभने महिलाका कुरा, जनजीविकाको कुराहरू पनि जोडिन्छन् क्या, यहाँ जीविकोपार्जनका कुराहरू जोडिन्छन्। पहिलाको जस्तो समय छैन, हामी सबैजना चाहिँ सशक्तिकरण छौँ, आफ्ना अधिकारका बारेमा पनि अलिक धेर थोर ज्ञान राख्छौँ होइन, म पनि गरेर खान सक्छु भन्ने चाहिँ हिम्मत राख्छौँ होइन। विभिन्न परिबन्धमा परेपछि मान्छे हिँड्ने हो होइन, त्यो परिबन्धमा परेका मान्छेहरूको पहिचान गर्दै खोज्दै त्यो एउटा लेभलका मान्छेहरूले त्यस्ता महिलाहरूलाई चाहिँ वैदेशिक रोजगारीमा होइन त्यो सही तरिकाले लान सकेकै छैनन् होइन, गलत तरिका अपनाउनु परेको छ, त्यो पनि राज्यकै निकायले गर्दाखेरि त्यो भयो। अनि यसलाई चाहिँ नियमन तरिकाले केयर वर्कमा जाने अब होइन, डोमेस्टिक वर्कमा जाने श्रमिकहरूलाई चाहिँ त्यही अनुसार, किनभने उता पनि एजेन्सीहरू छन् के, कुवेतको हकमा मलाई घरेलु श्रमिक चाहियो भने मैले एजेन्सीकोमा गएर चाहिँ कुराकानी डिल गरेर मैले लाने हो श्रमिक होइन। यदि मलाई चित्त बुझ्छ, त्यहाँ मजाले राखिएको हुन्छ कुन चाहिँ श्रमिक तपाईँलाई चाहिने हो, ल यसले चाहिँ काम गर्न सक्छ भन्ने जस्तो लगाएर त्यसरी चाहिँ छानेर लिएर जाँदै गर्दा ती एजेन्सीहरू जसले चाहिँ म्यान पावरको त्यहाँका एजेन्सीहरूले चाहिँ हाम्रा नेपाली श्रमिकहरूको चाहिँ सबै कुराहरूको प्रत्याभूति, सुरक्षाको हरेक कुराका सुरक्षाको प्रत्याभूति होइन, त्यहाँ कार्यस्थलमा दुर्व्यवहार सहनु नपर्ने होइन, काम आराम र विश्रामको सबै कुराहरूलाई चाहिँ मध्यनजर गरेर चाहिँ ल ती एजेन्सीहरूसँग मिलेर कुराकानी गरेर लैजाने हो भने सजिलो पनि हुन्छ होला। र अहिले चाहिँ अब प्रविधि अनुसारका सिप अनुसारका चाहिँ सिपहरू पनि सिकाउनुपर्छ हाम्रा महिला श्रमिकहरूलाई। यहाँबाट के सोच्नुहुन्छ भने उहाँहरूले घरमा काम गर्ने, नेपालमा घरमा काम गरे जस्तो सजिलो होइन नि त होइन, डिजिटलाइजेसनको समय आइसकेको छ। एआईले चाहिँ हरेक कामहरू गर्न थाल्दै गर्दाखेरि घरायसी प्रयोगमा आउने उपकरणहरू पनि तिनीहरूले नै ह्यान्डल गर्छन् होइन, मोबाइलबाट ह्यान्डल हुन्छ। अब यहाँ त घरमा काम गर्ने भनेर सोच्दै गर्दाखेरि उहाँहरूले चाहिँ सजिलो यतैको सम्झिनुहुन्छ। बच्चा हेर्ने हो भनेपछि यहीँको बच्चा हेरे जस्तो सम्झिनुहुन्छ होइन। कति कुराहरू सेफ्टी सेक्युरिटीदेखि लिएर त्यो बच्चाका सेफ्टीहरूदेखि लिएर हरेक कुरामा चाहिँ एकदमै अलर्ट भएर चाहिँ काम गर्नुपर्ने हुन्छ होइन। हाम्रो किचनमा प्रयोग हुने चाहिँ होम अप्लायन्सेसका कुराहरू कसरी प्रयोग गर्ने भन्ने जान्ने हुनु पर्यो। अनि त्यो कुराहरू नै जान्नु हुँदैन, अनि यहाँबाट जाँदै गर्दा ती सामानहरू त महँगा हुन्छन् होइन। उनी एउटा बिग्रियो भने टुटफुट भयो भने अनि त्यसको रिस्क कसलाई पुग्छ? त्यो श्रमिकले। उ त बिचरा, उसलाई त थाहा छैन मैले त किनेर लिएर आएको हो यो मान्छे, काम मैले भने जसरी गर्नुपर्छ, किन जानेन भनेर अनि त्यहाँ दुर्व्यवहार भोग्नुपर्छ हाम्रा महिला श्रमिकहरूले। त्यस्ता दुर्व्यवहार भोग्ने थुप्रै हुनुहुन्छ होइन। अनि जसको कारण चाहिँ उहाँहरूलाई डिप्रेसन, एन्जाइटी हुने होइन। अनि कतिपय अवस्थामा त सुसाइडका केसहरू पनि आइरहेका छन्। यिनै कारणहरू चाहिँ यहाँनिर आएर जोडिन्छन् कि। त्यो भएर यसलाई व्यवस्थित तरिकाले राम्रोसित उनीहरूको पनि बाँच्ने आधार हो नि त, अधिकार छ, त्यसलाई चाहिँ राम्रोसित चाहिँ व्यवस्थित चाहिँ गरेर खोलियो भने यो अवैध रूपमा चाहिँ जानुभएको कागजातविहीन अवस्थामा बस्नुपर्ने श्रमिकहरूको चाहिँ बिस्तारै त्यो समस्या चाहिँ समाधान हुँदै आउँथ्यो कि। दूतावासले पनि यसतर्फ चाहिँ ध्यान दिनुपर्छ कि। कर्मचारी यहाँबाट पनि पठाउनु पर्यो हाम्रो होइन। अनि त्यसपछि उहाँहरू चाहिँ जाहिर खानको लागि मात्रै म यहाँ आएको होइन, नेपाल सरकारले मलाई तलब दिइरहेको छ भनेर मात्रै सोच्नु भएन कि। सेवाको भावले पनि सोचेर चाहिँ काम गरिदिनु भयो भने सजिलो हुन्छ। यो अर्को समस्या भनेको मध्य पूर्वमा जुन अहिले द्वन्द्व चलिरहेको छ, अझै पनि अब यो कहिलेसम्म चल्ने यो अझै निश्चित छैन, टुङ्गोमा लागिसकेको छैन। अब सरकारले केही समयका लागि बाहिर पठाउने प्रक्रियालाई अलिकति बन्द गर्यो। त्यो समयमा अलिकति जोखिम हुन्छ, सुरक्षाको अवस्थालाई ध्यानमा राखेर हामीले भनौँ न श्रम यसपालि चाहिँ नदिने, केही समयपछि दिने भनेर अब अहिले फेरि खुलाएको छ।
र त्यो बेलामा चाहिँ मानिस बेचबिखनको समस्या पनि अलिकति बढ्छ कि भन्ने केही विज्ञहरूले त्यति बेला कुराकानीहरू पनि उठाउनु भएको थियो। म त्यो प्रसङ्ग अलिकति जोड्न पनि चाहन्छु। यो मानव बेचबिखन र वैदेशिक रोजगारको ठगीबिच चाहिँ के कस्ता सम्बन्ध हुन्छन्? अब यो वैदेशिक रोजगारीको ठगीसँग सम्बन्ध भने त यी त एकअर्काका चाहिँ त्यो कनेक्सनै भएको हो कि यी एकअर्का बिच जोडिएकै कुरा हुन् जस्तो लाग्छ मलाई चाहिँ होइन। किन भन्दा यो समस्या त्यतिखेर तपाईँले भन्नुभयो यो द्वन्द्वको कारणको बेलामा बन्द गर्यो, नयाँ बन्द गर्यो क्या। पुराना छुट्टी आउने साथीहरू त जानुभएको थियो। यो के हिसाबले बन्द भएको हो होइन, एक हिसाबले सोच्दाखेरि त हो एउटा हाम्रा श्रमिकका हक हितकै लागि उनीहरूले के सरकारले चाहिँ चासो राखेर बन्द गर्दै गर्दाखेरि चाहिँ छुट्टीमा आएर जाने चाहिँ बाँच्छन्, नयाँ गयो भने चाहिँ मर्छन् भन्ने हिसाबले चाहिँ सोच्या हो कि जस्तो लागेको थियो क्या त्यतिखेर। अनि कतिपय साथीहरू यहाँ नेपाल आउनुभएको थियो, श्रम स्वीकृति सकिएको होइन, कतिलाई त्यो थाहै छैन। अनि उतै हुनेहरूको पनि श्रमको म्याद सकिएपछि त्यो नवीकरण गर्न पनि बन्द गरिदियो। बाबा ल ठिक छ, नयाँ चाहिँ नजाऊ, पुरानाको त रोजगारदाताले नि असर गरिरहेको होला, उहाँहरूलाई पनि थाहा छ नि त होइन, जागिर जान सक्छ भनेर। हामीलाई त यति गुनासो आयो त्यतिखेर, यति आयो हामीले पनि धेरै चाहिँ उ गऱ्यौँ। ठिक छ, बन्द गर्ने हो भने नयाँ पुराना सबैलाई उ गर, कुटनीतिको एउटा नोट पठाऊ होइन। बन्दै गर्ने हो भने हामीले चाहिँ हाम्रा श्रमिक यति समयको लागि उ गर्न पाउँदैनौँ, त्यहाँबाट जसको जुन रोजगारदाताका श्रमिकहरू नेपाल आउनु भएको छ उहाँहरूको जागिर जाने व्यवस्था चाहिँ नगरिदिनु भनेर भनिदिन सक्नु पऱ्यो कि त राज्यले। होइन भने त्यही तपाईँ र म एउटै कम्पनीमा काम गरेका छौँ, मेरो श्रमको म्याद सकिएको मैले याद गरिनँ, म नेपाल आएपछि पो मेरो श्रमको मलाई त्यो याद गरिनँ अथवा मलाई थाहा थिएन, नेपालबाट जाँदै गर्दाखेरि चाहिँ त्यो श्रम मैले गर्नुपर्ने, अब नेपालमै आएर गर्ने भनेर चाहिँ मैले चाहिँ यहाँ आएर गर्दै गर्दा मेरो श्रम आएन। तर तपाईँको चाहिँ म्याद थियो, तपाईँ उतैबाट गर्नुभएको थियो, अथवा म्याद हुँदै गर्दा त्यही कम्पनीमा तपाईँ जाँदै गर्दा मेरो रोजगारदाताले के सोच्थ्यो भन्दा यो आउने त्यो चाहिँ नआउने भनेर सोच्ने हिसाबले गर्दाखेरि चाहिँ मेरो त जागिर पनि जान सक्ने अवस्था आयो भनेर चाहिँ थुप्रै साथीहरूले त्यतिखेर पनि कुराकानी गर्नुभएको थियो होइन। पछि अब सरकारले खोल्यो पनि। अनि यो मानव बेचबिखनको चाहिँ पाटोमा उ गर्दै गर्दाखेरि यिनीहरू चाहिँ दुईवटा एकअर्काको यहाँ ठगीमा पर्नु भनेकै बेचबिखनमा पर्नु हो जस्तो लाग्छ मलाई चाहिँ, मेरो बुझाइ चाहिँ। किनभने उसलाई सही नियतले पठाएको थियो भने पो उसको चाहिँ उसले चाहिँ त्यही अनुसार काम पाउँथ्यो होला होइन, पुरा हुन्थ्यो उसको। यहाँबाट पठाउनेको उद्देश्य के छ, पैसै लिनु छ, त्यो त आफै बेचिएको छ नि त, ऊ त बेचिसक्यो कि आफूले पैसा तिरेर आफैलाई बेचिनु परिसकेको अवस्था आइसकेपछि त्यो उसलाई भ्रममा पारिसकेपछि त। अब यो वैदेशिक रोजगारीलाई अझै पनि यो सुरक्षित बनाउनुको लागि विशेष गरी सरकारले तुरुन्तै गर्नुपर्ने कामहरूमा चाहिँ तपाईँ के देख्नुहुन्छ यसमा? तुरुन्तै भन्दा नि अलिकति केही समय लाग्न सक्छ होइन, यसलाई तुरुन्तै भनेर नि नउ गरिहालौँ। यसलाई चाहिँ नीति निर्माणकै तहदेखि कुराकानी गर्नुपर्छ। साथै वैदेशिक रोजगारीमा रहनुभएका श्रमिकसँग पनि आपसी छलफल गरियो भने के कस्ता समस्याहरू छन् पछिल्लो समय वैदेशिक रोजगारीमा, तपाईँहरूले देखिराख्नुभएका समस्याहरू चाहिँ के छन् त, राय सुझाव दिनुहोस्। अनि त्यसपछि त्यो समस्या दिनेले समाधानका उपाय पनि दिन्छ क्या होइन। यो समाधान गर्न के गर्न सकिन्छ, हाम्रा कानुनमा के कुराहरू चाहिँ जोडेर लैजान सकिन्छ भनेर उहाँहरूले नै सुझावहरू पनि दिनुहुन्छ। र त्यो सुझावलाई होइन हेरेर त्यसलाई चाहिँ अनि थप छलफल गरेर अगाडि बढायो भने यो बिस्तारै यिनीहरूलाई चाहिँ ल्याउन सकिन्छ क्या। यो वैदेशिक रोजगारीको व्यतिथि फेरि पनि भन्न चाहन्छु, एउटा श्रमिकले लिएर आइदिएको व्यतिथि होइन। र त्यसको दोष कसलाई पारिँदैछ, श्रमिकलाई को टाउकामा पारिँदैछ कि त्यो आर्थिक भारका रूपमा। यो श्रमिकै पाटो जोड्दाखेरि श्रमिक आफै अथवा व्यक्ति आफै जो वैदेशिक रोजगारीमा जान चाहनुहुन्छ उहाँहरू चाहिँ ठगीबाट जोगिन चाहिँ के उपाय अथवा कसरी सावधानी अपनाउनु पर्छ? पहिलो त आफू जाने देश, आफूले गर्ने काम, तपाईँलाई कसैले विदेश पठाइदिन्छु भनेर भन्दै गर्दाखेरि कुन देश होइन, अनि लट नम्बर ल्याउनुहोस् न, अहिले त सजिलो छ त। अनि कुन म्यान पावरबाट हो, त्यो म्यान पावर चाहिँ वैदेशिक रोजगार विभागले कारवाही गरेको म्यान पावर हो कि होइन, अहिले त ब्लक लिस्टहरू सबै कुराहरू अनलाइनमै चेक गर्न सकिने व्यवस्था छ होइन। ब्लकेड छ कि खोलिएको छ कि होइन, के हो त, लट नम्बर त्यहीँ छ, लट नम्बरहरू हालेर चेक गरियो भने मलाई कसैले विदेश पठाउँछु भनेर भन्दै गर्दाखेरिको कुराहरूसँग मेल खान्छ कि खाँदैन, कति पुरानो लट नम्बर हो,
अहिले त सरकारको चाहिँ अब श्रमाधानको कल सेन्टर लिएर आइएको छ। कल सेन्टरमा फोन गरेर चाहिँ बुझियो भने पनि उहाँहरूले पनि धेरै कुराहरूको जानकारीहरू दिनुहुन्छ होइन। पहिला आफू पनि जागरुक हुनुपर्छ होइन। आफू चाहिँ केही पनि नगर्ने कति साथीहरूले यस्तै विषयमा कुराकानी गर्नुहुन्छ। अनि मैले सर यो हो, मैले बुझाएको बुझाउँछु, भनिदिन्छु, मैले बुझेसम्मका कुराहरू म आफै जानकारी दिन्छु। अनि तपाईँ यसबाहेक थप जानकारी बुझ्न मन लागेको छ अथवा मैले दिएको कुराहरू चाहिँ तपाईँले अलिक चित्त बुझिरहेको छैन भने यो नम्बर पनि हो है। यो नम्बरमा तपाईँ आफै एकचोटि फोन गरेर राम्रोसित जानकारी लिनुहोस् त भनेर पनि जानकारी गराइदिन्छौँ। अनि उहाँहरूले फोन गर्नुहुन्छ। अनि त्यसपछि कतिपय अवस्थामा त्यसपछि हामी उहाँहरूलाई फेरि फलोअप गर्छौँ कि के भयो, के पाउनुभयो त भनेर चाहिँ सोध्छौँ पनि। अनि कतिपय साथीहरूले चाहिँ हाम्रै भिडियोहरू हेरेर अवेरनेसका कामहरू तपाईँहरूकै कारणले चाहिँ ठगिनबाट जोगिएको छु म होइन। अनि हामीलाई पनि लाग्थ्यो विदेश त फ्रीमा कहाँ जानु पाइन्छ भन्ने लाग्थ्यो। तपाईँहरूकै प्रोग्रामले गर्दाखेरि चाहिँ फ्रीमै विदेश पनि पुग्न चाहिँ पाइयो, सफल पनि भइयो भन्ने साथीहरू पनि हुनुहुन्छ। किनभने त्यो छ नि त प्रविधि होइन। त्यहाँबाट हेरेर श्रमिक आफै पनि अलिकति सचेत भएर अवेर भएर चाहिँ कामहरू आफूले कुराहरू गर्दै गर्दाखेरि पनि त्यो अलिकति अवेर भएर कुराकानी गर्नुभयो भने त्यहीँनिरबाट पनि श्रमिक आफै सचेत भएर चाहिँ अगाडि बढाउन सजिलो हुन्छ कि आफ्ना प्रोसेसहरूलाई। हजुर, हामीले विशेष गरी अहिलेसम्म यो खाडी देशहरूको प्रसङ्ग अलिकति बढी जोड दियो त्यो क्षेत्रको श्रमिकहरूको अवस्था र त्यो क्षेत्रको रोजगारीको अवस्थामा। पछिल्लो समय युरोपमा पनि अलिकति बढी भनौँ न श्रमिकहरूको आकर्षण बढिरहेको छ। के कारण होला पछिल्लो समय? हुन त अब तपाईँले अलिकति बिचमा पनि जोड्नु भएको छ, मेरो बुवा अथवा हजुरबुवाहरू चाहिँ भारत अथवा त्यो ठाउँमा जानुहुन्थ्यो, हामी चाहिँ अलिकति खाडीतिर गयौँ र हाम्रो चाहिँ भाइ पुस्ताहरू छोराहरू पुस्ताहरू चाहिँ युरोपतिर अलि विकसित देशहरूतिर जान लाग्नु भएको छ भनेर। युरोपको आकर्षण चाहिँ के अहिलेको समयमा? युरोपको आकर्षण सोसल प्रोटेक्सन कार्ड बन्छ। कार्ड बन्यो भने युरोपभरिका देशहरूमा काम गर्न जान नि सहज हुन्छ होइन। अनि त्यहाँ चाहिँ शिक्षा स्वास्थ्यको लागि पनि सहजता छ। फ्यामिली उतै सेटल गरियो भने तनाव पनि हुँदैन भन्ने हिसाबले जाने थुप्रै अधिकांश श्रमिकहरूको उनी त्यही छ, सोचै त्यही हो अधिकांशको। अनि यसैलाई बनाएर अहिले दुबई कतार लगायतका देशमा कन्सल्टेन्सी खोलिएर ठगीमा पर्ने, अझ नेपालबाट भन्दा नि बाहिरबाट ठगिने श्रमिकहरू नि हुनुहुन्छ। सजिलै युरोप क्यानाडाका लागि सजिलै पठाइन्छ, तपाईँसित कुनै पनि रिक्वायरमेन्ट चाहिँदैन। अनि एउटा श्रमिक होइन 10 वर्ष भइसक्यो दुबई बसेको, आर्थिक अवस्था अलिअलि सुध्रिया छ। अनि उहाँले अब कति वर्ष बस्ने, यहाँबाट बरु 10 वर्ष युरोप छिर्न पाएको थिएँ भने त काटसार बनिसक्थ्यो होला होइन, परिवार पनि लगिसकिन्थ्यो होला, कमसेकम साथमै हुन्थ्यो, सेटल भइन्थ्यो। अनि त्यो सोच लाग्छ। अनि जानुहुन्छ पैसा बोकेर कन्सल्टेन्सीमा, बिचरा त्यो 6 महिना घर नपठाइकन होइन, आएको पैसा 6 महिना जम्मा पारेर साथीभाइ यताउतिसित गएर गरिदिनुहुन्छ। अनि त्यहाँको कन्सल्टेन्सीको त्यो भिडियो हेरेर ठगीमा पर्नुभएका साथीहरू पनि थुप्रै हुनुहुन्छ। उनीहरूले 1000 जना अप्लाई गर्दाखेरि 2-4 जनालाई त्यो पनि डकुमेन्टेसन पुगेकाहरूलाई चाहिँ उडाइदिनु भएको होला होइन। अधिकांशको हामीले डकुमेन्टेसनै पुर्याउन सक्दैनौँ। अनि उहाँहरूलाई चाहिँ सजिलो लाग्छ त्यो भिडियो हेरे भने चाहिँ पैसा पुर्याउन जाने श्रमिकहरू पनि थुप्रै हुनुहुन्छ। यो प्रसङ्ग चाहिँ मैले अलिकति यहाँ तपाईँहरूलाई जोडिदिएँ। यो चाहिँ युरोप जानुको मुख्य कारण भनेकै सोसल प्रोटेक्सन खोज्नको लागि हो जस्तो लाग्छ मलाई। नत्र तपाईँको केही समय अगाडि स्पेनले होइन त्यत्रा मान्छेहरूलाई दियो भनेपछि हाम्रा नेपालीहरू लाइन लाएर बस्नुपर्ने अवस्था आइलाग्यो त्यहाँ गएर। त्यो के कारण थियो भन्दा त्यो सोसल प्रोटेक्सनै खोजेको हो भन्ने चाहिँ मलाई लाग्छ। अब हामी कार्यक्रमको अन्तिममा आइपुगेका छौँ। धेरै प्रसङ्ग अब हुन त समस्याको पाटो त थुप्रो छ, तर अब यो सिलसिला अनुसार हामीले अहिलेका चल्तीका समस्याका विषयमा कुराकानी गऱ्यौँ। अब जति पनि वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरू हुनुहुन्छ, विशेष गरी जाने सोच बनाउनु भइरहेको छ, उहाँहरू र सँगसँगै वैदेशिक रोजगारीमा भएकाहरूलाई समग्रले भन्दाखेरि के सन्देश दिनुहुन्छ? जान चाहनुभएका श्रमिकहरूलाई चाहिँ पहिलो कुरा आफू जाँदै गर्दाखेरि आफू जाने देश अनि पैसा बुझ्नु पर्यो।
कमाइ कति हुन्छ, मैले कति जोगाउँछु, काम गर्ने कार्यस्थल कस्तो टाइपको हो, यी लगायत सम्पूर्ण कुराहरू चाहिँ बुझेर जानुपर्छ। भोलि अप्ठ्यारो स्थिति आइलागेको खण्डमा कहाँ कहाँ जाने, कतिपय श्रमिक साथीहरूलाई त आफू कुन देश कुन म्यान पावरबाट जाँदैछु भन्ने कुरा पनि थाहा पाउन सक्नुहुन्न होइन। यी कुराहरू पनि हाम्रा घर परिवारका सदस्यलाई म यो म्यान पावरबाट जाँदैछु, यहाँ छ यसको कार्यालय भनेर हामीले बुझाउनुपर्छ। भोलि हामी अप्ठ्यारोमा परिहालेको खण्डमा हाम्रा परिवारका सदस्य म्यान पावर समक्ष आएर कुरा गर्न सहज होस्, एक नम्बर कुरो। अर्को नम्बर कुरो चाहिँ वैदेशिक रोजगारीमा ठगीमा परिहालेको खण्डमा वैदेशिक रोजगार विभागमा गएर उजुरी हालिहाल्नको लागि पनि उहाँहरूलाई चाहिँ सहज होस्, यहाँबाट पठाएको भनेर चाहिँ उहाँहरूले त्यति कुरा चाहिँ जानकारी लिनु पर्यो। जाँदै गर्दाखेरि चाहिँ कन्ट्र्याक्ट पेपरमा साइन गर्दै गर्दाखेरि काम त्यो नेपाली भाषामा पनि लेखिएको हुनुपर्छ भनेर भनिएको छ कानुनी रूपमै होइन। त्यहाँ हरेक बुँदाहरू पढ्नु पर्यो राम्रोसित। अनि त्यहाँ लेखिएका बुँदाहरू आफूलाई चित्त बुझेको छैन, त्यो चित्त बुझेको छैन इन द सेन्स कि यो इन्टरभ्यूको बेलामा तपाईँलाई के भनेको थियो त्योसँग मेल खाइराखेको छ कि छैन ती कन्ट्र्याक्ट पेपरमा लेखिएका कुराहरू, त्यो चाहिँ थाहा पाइराख्नु पर्यो कि एक एक हेर्नु पर्यो। नबुझेका बुँदा सोध्नु पर्यो, केही परिवर्तन भएको रहेछ भने तपाईँले चाहिँ स्वीकृति दिनु पर्यो, ठिक छ हुन्छ भन्नु पर्यो अनि साइन गर्नु पर्यो। जबरजस्ती साइन गरेको पछि त फेरि आफू पनि तल परिने चान्स हुन्छ, त्यो चाहिँ राम्रोसित अध्ययन गर्नु पर्यो। अनि उता वैदेशिक रोजगारीमा रहनुभएका साथीहरूले चाहिँ त्यो देशको भाषा, नियम, कानुन सबै कुराको चाहिँ हामीले रेस्पेक्ट गर्नुपर्छ, सम्मान गर्नुपर्छ होइन। हामी काम गर्न जाँदैछौँ, त्यो काम गर्दै गर्दाखेरि केही कुरामा चित्त बुझेन होइन, भनेको तलब पाइराखेको छैन, सेवा सुविधा दिइराखेको छैन भने राम्रोसित कम्पनीको व्यवस्थापन समक्ष आफ्ना कुराहरू राख्ने हो। यदि त्यो कुराहरू राख्दै गर्दाखेरि पनि उनीहरूले सुनवाई गरेनन् भने चाहिँ यो हुलुज्जत गर्ने कामहरू चाहिँ केही पनि गर्नु भएन। त्यहीँ छ लेबर कोड छ होइन। अनि हाम्रा एमएससीहरू छन्, एमएससीहरूमा गएर यस्तो यस्तो भयो, मलाई तपाईँहरूको चाहिँ साथ चाहियो भनेर चाहिँ दिनु पर्यो, निवेदन दिनु पर्यो होइन, प्रमाणहरू उपलब्ध गराइदिनु पर्यो। ती कुराहरू सुनवाई भएन भने यता आफ्ना परिवारलाई भनेर वैदेशिक रोजगार विभाग मार्फत पनि ती कुराहरूलाई चाहिँ कानुनी रूपमा अगाडि बढाउन सक्यो। त्यसका पनि अब आफ्नै प्रोसेसहरू छन्, प्रक्रियाहरू छन् होइन। के कति फुलफिल गर्न सक्छन् ती हाम्रा निकायहरूले त्यो अर्को पाटो रह्यो। तर हामीले के भन्छ उजुरी गर्ने निकायहरू चाहिँ छन् श्रमिकका लागि। हुन्छ महेश्वरजी, तपाईँको महत्त्वपूर्ण समय र जानकारीका लागि धेरै धेरै धन्यवाद। हस्, धन्यवाद सर। उहाँ हुनुहुन्थ्यो श्रम तथा आप्रवासन विज्ञ महेश्वर नेपाल। आजको देश परदेश तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम सुन्दा तपाईँको मनमा लागेको कुरा जान्न हामी सधैँ उत्सुक छौँ। उज्यालोको फेसबुक पेज facebook.com/उज्यालो र इमेल ठेगाना desh@unn.com.np मार्फत आफ्नो समस्या, प्रश्न र भनाइका साथै हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासो र जिज्ञासा पनि छाड्न सक्नुहुन्छ। हामी तपाईँका गुनासा, सुझाव र प्रतिक्रियाको सधैँ स्वागत गर्छौँ र तपाईँलाई परेका समस्या समाधान गर्ने कोसिस गर्छौँ। तपाईको परदेशको भोगाई उज्यालो अनलाइनमा प्रकाशित पनि गर्छौं। देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई धन्यवाद। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, उज्यालो अनलाइन.com र उज्यालोको मोबाइल एप्लिकेशनमा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी सङ्घर्ष विष्टसँगै म महेश गिमाली पनि बिदा माग्छु। नमस्कार।